맞짱을 집에 산거는 केटा होइन खान्छ खाइसकेँ अब मनीतिर लानुपर्छ हेर्नु है मनी कसरी पढिदिन्छ विजय छ जसरी अब रेडी भयो भर्खरै बिच गरेर आएको ए मलाई कुरी 1 घन्टा कुर्यो सामान लिन गएको म सामान कति धेरै सामान लागेर चाहिँ कति धेरै सामान लाग्यो यस्तो छ त खाट लिएर आयो लुगा लिएर आयो यो मान्छेलाई बोकेर आयो भाइ सोल्टिनी छ ए छ अब फेरि आइसको जानु पर्यो अब आयुषले डो गरिदिन्छ है केटा त्यो यसो बल्ल बुझिदिन्छ केटा हो 1000 देखि यस्तो गाडी मात्रै लाग्दैन ए मेरो घर केटा है 80 करोड का आयो जरा तेरा पूरा जान जाएंगे हो यार म ज्यान पनि ज्यान जान्छ आजहरुको भनिन्छ सबै म आमा मम्मीहरुलाई बजेहरुलाई ह्यापी मदर्स डे सबैको मैले त जिउ गरेर आएको बजेहरुलाई म त गरम भने नि मेरो त छैन घर म बाटोमा जुन बजे भेटेँ नि स्कुटर रोके हैन अनि बजे आज हजुरलाई आमा दिवसको शुभकामना है जी गरेर झुट बोल रहा है कोही पढ्यो ठ्याक्कै 25 ह्यापी मदर्स डे ह्यापी मदर्स डे जामा हामी अब मामाजीको कहाँ जाने मासु किन्न अब एकछिनमा आउँछ लागिहाल्यो अनलाइन छैन है अनलाइन छैन है छ नि सेवा आइए ए भनेपछि चिसो आइसले ल्याउँछ कहाँ पुग्छ पुग्ने भए त भन्थेन र आधी किलो मासु जान्छ अब हामी त्यो मासु पसन्द गरेर भेट्छौँ 12 seconds later हाम्रो बिजु सिफ्ट नदेखा न मे सिलाई एकमा कति हामी 1 किलो एक ट्याक्कै 1 किलो नेलले माउन मासु यहाँ ट्याक्कै यहाँ हामीलाई प्याङ गर्न लाग्यो अब यो सानो केक छ यहाँ ठुलो केक छ यो दुईटा केक चाहिँ मैले दिएको है मेरो मोटीले किनेको नि नाम चाहिँ खत्रिया त ओए खतरा आयो त मैले चुज गरेको यो त खतरा रहेछ त यार ह्यापी मदर्स डे राम्रो छ नि दोस्तै राम्रो राखिहालौँ है त अरे अब प्याङ हुन्छ प्याक गरिहाल्नु छिटो अहिले मम्मीले देखाउँछ छिटो प्याक गर है अब हामी टक्क अब आउनु भयो तिमीले पुरा भिडियो आफूतिर गरेर नि मम्मी आउनु भयो भनेर त्यो आउँदा फेरि त्यसलाई मम्मी आउनु भयो यहाँबाट हेलो भन्दिन न ल अब टक्क सबै हुन्छ हिँड्नु जानुस् यस्तरी आवाज यस्तरी बिहे छोरा तिमी बिहे छ मुसा 1 eternity later चक्कु लिनु न के गर्नु चक्कु लिनु हैन सजाएर राख्ने हो नि मोटी नक्कली बढी गर्छ मोटीले नछेक्नु न एउटाको चिन्डी दिएको त्यो झिली भयो
छिटो भयो त्यो बिर्सा डराएर बसेको नि त्यो र डेली भयो के फुक्नु नि बोला फुक्नु पुग्नु ल विश गरेर क्यान्डल होइन है विश गरेर फुक्नु नगर म्याजिक क्यान्डल भएको सही हुँदैन नि फुके आफूले हुन्थ्यो बिचारा we are different छियो ल सोल्टी त बाबा सोल्टी रहेछ के दोस्त जेठो अनि सोल्टी के पर्यो माइला भएर जस्तो माइला ल दोस्त माइला है दोष माइला ल माइला आइहाल्छ हेर्दा चाहिँ छैन है फेरि डल्लेर खान्छ मलाई हेर्छ त म त जान्छु म माइला जान्छु आउँदैछ तिमी छोरा कस्तो फेममा आएको थियो विभूषण छोरा फेममा आएको थियो दोस्त के पर्यो मम्मी हाम्रो हाम्रो काली हो नि ए काली कान्छा छोरो सबसे मैच्योर सबसे मैच्योर माइंडेड है ओए पैसा पाउँछ नि ल खाऊ अब बिचरा मुखै सानो भयो क्या ल अब सबसे कान्छी सरी ओ यो भ्लग गरेर हाल्यो अरे चाहिँ हम यत्रो धेरै छोराछोरीलाई पाल्न सक्ने अब त खतरा हो यार कमेन्टमा यो मम्मी बिर्साले खानु मन लाएर है हेर्नु त आफूलाई को ठुलो राखेको अझ पुरा ओभर साइज ड्रेस लगाएको मोटीदेखि ननेर ए म त भुजेको नाचेको हानेको त भुजेकै हानेको नानी ल आएर गरिदेऊ न त सबै इन्तजाम अन्त खै ए नागरिकता छ कि नै भनेको के तिमीलाई पुरा आउँदैछु नागरिकता छैन चिम्पेट हल्का गरेर म्याग खाइएर कुन पनि हो कम्प्युटर कोर्स पर्छ भयो जस्तै मनाइ सबै गरेर म सबै गऱ्यो अनि त्यही नै आजको भिडियो मन परेमा लाइक चाहिँ सब्सक्राइब गरिदिनु होला अनि गाइज फर मोर भिडियोज टाइम है Ring the bell. 11:04 टाइम ए 11:04 भइसक्यो गाइज मोबाइल देखाएको आइफोन देखाएको यसै गरी म ढिलो भइसक्यो अनि यी माटे पानी पोखरा बोर्डमा हामी अहिलेलाई सोल्टीलाई छोड्न आएको बिचरा हिँड्न लागिसक्यो यो बाटो जानु सक्छ अझै यो बाटो होइन म यो बाटो जान्छु राम्रोसँग बहिनीले किताब नगरोस् है त्यो भन्छ है लता होला नि फेरि नगरोस् त्यहाँ बस्दाखेरि दोस बाई आइ दोस त्यही नै हो आजको लागि यति गाइज पिस आउट